निस्किन आँटेको बाटो लुकै छैन निस्किन भएको गाडी आयो यहाँ कस्तो है बिचार यस्तो हामी निस्किँदैछौँ बिग मम What's up, Wagwan man? दामी छ है मान्छेहरू अर्कै Wagwan. खानै छैन रे यो पा सोध्न जाने रे मम्मी र फुपू हामी चाहिँ यहाँ भातै चाहिन्छ नेपाललाई गाह्रो छ नि फेरि सुमो रहेछ टन्न स्कर्पियो सिलिन्डर पसल बेच्न यहाँ बस्नुभयो अब हामी चाहिँ चाइनाको बोर्डरमा छौँ है यहाँ भाइ बहिनीहरू चाहिँ थेन्दुक थुक्पा खाने रे हामी चाहिँ यता अब खानै खानुपर्छ कस्तो राम्रो छ है आँखाले हेर्दाखेरि चाहिँ मलाई त कहाँ भुटानतिर आज जस्तो फिल भइरहेको हामी चाहिँ हेर नि फोन बिर्सिने मान्छे हो उहाँ चाहिँ अब हामी यहाँ फेरि बोल्न राखेर छौँ खै को हेर्छौँ हो को ब्युटिफुल हो मम्मी फुपू यहाँ हुनुहुन्छ है लाइक द भ्यू हुनुहुन्छ हजुरहरूले खान्छौँ एकदम एमी मिठो थियो तिमीहरूको कस्तो थियो मिठो थियो मोमो ल्याएको बाबाले मिठो थियो त नि पार्ने अरे सुरु अब तातो पानी पेट यत्रो भइसक्यो तल खोलाको ठुलो प्रोजेक्ट है मिरर ठोकिने ड्याम ठुलो प्रोजेक्टहरुको छ सब 24 गाडी मात्र ल्याएर आछु त्यही त यहाँ त जापानिज न त टोयोटा त्यस्तो खोलाको डिस्कोमा चिलेमे चाहिँ माथि हो मेन चाहिँ चिलेमे चाहिँ माथि रहेछ माथिबाट यता ल्याएर तल माथि ड्याम माथि उठेर ट्रेक जाने पानी ड्याम त्यहाँनिर त्यहाँ पानी झार्ने बुद्धि निकालेछ खाबाउ हेर पत्ता लगाऊ तिमीले हो यस्तो पत्ता पानी जाँदा हाइटबाट तल झार्छ बल्ल पानीको बत्ती पार्छ घुम्न आएन हेर त्यहाँ ध्यान त्यति घुम्न आएको होइन हेर त्यहाँ अनुसन्धान गर गेस गर विश्लेषण गर बत्ती कसरी निकाल्दो रहेछ हामी माथि गएर नौतो गरेर त्यो नाच्छ गाडी बगाएर ल्याएको अरे मान्छेले बेस बनाइदिनु हुन्छ गाडी निकाले होइन लैजाउँ एउटा वाल छेल्छ यार गाडी त खाल्ला फाल्छ भाइ म पनि सब चाइना भुइया आउँछ त ए टिप्नु त्यहाँ फोपा दुध हेर छ त्यहाँ माथि पनि गाडी अब भन्छ त्यहाँ माथि कति गाडी हो एउटा एकवटा लिएर जाम है सातजना एउटा लिएर जाम राम्रो लाएर हनुमान हुनु भन्सार देखियो त्यो हो कि होइन होइन भन्सर होइन त्यो नाका नाका पर्यो भन्सर त चाइना नाका त भन्यो चाइना नाका त्यो चाइनाको बिल्डिङमा छुट्टै देखिहाल्छ क्या उयो उताको चाहिँ चाइनिज ऊ हेर घरै देखिन्छ नि चाइनिज नाका उताको चाइनिज चाइनिजको घर फेरि अर्कै हुने अर्को अलि थाहा पाइहाल्छ दिपा जस्तो हुने चाइनिज बोल्न आउँछ यहाँ फोटोसोटो खिच्ने चियासा खाने चाइनाको बोर्डरमा नेपाल चाइना खै त हिमालय छैन आधा नेपाल आधा चाइना आज छ भोलि छैन ल यहाँ टोपी लाउने ज्याकेट लाउने यहाँ छ भन्नु मेरो मैले के भन्नु पर्ने छ बुढु थ्याङ्क यू
दाइ त्यहाँ के गर्दै हुनुहुन्छ चाइनाको पिङ्की भयो थियो दादा त डिएसएलआर मिलाउँदै हुनुहुन्छ हो अघिदेखि योबाट खिच्नु पनि हुन्छ हो मम्मी र त्यो फुबु त बाहिरै मम्मीलाई बोकेर लग्दै हुनुहुन्छ दिपे मम्मीलाई चोक पाराले बोक्दैछ यहाँ आफ्नै भ्लगिङ चल्दैछ यता मेरो घुमन्ते बाबा हुनुहुन्छ हो कहाँ यस्तो दामी देखेछ नि यो हिमालहरू त घर पाहाडहरू छ हिमाल देख्न सक्नुहुन्छ त्यहाँ माथि अब तल खोल्सामा आयौँ क्या हामीहरू है ठिकै छ अब चल्दैछ खाना giving you news of the China border. I'm here for you, your debate. And see, here is not opening stroll now. It will be open in 30 October. 30 not October, is December. Oh, December, my bad. Oh, and here my father is Gumante father. He know everything. He is our new guide. He is our new guide. Let's go. Come on. कस्तो दामी हो सिनेमेटिकमा चाइनाको सस्तो दिन आएको छ कि अहिले पुरा माथि पुरा पहिरो आउने एउटा गति पुरा पाहाडै पहिरो झऱ्यो इन्भेन्ट्री सब कस्ट्युम ड्युटी यस्तो के गतिमा जुट्यो गाडी त छ्याप छ तल हेर्न देखाउन गाडी क्या केही भत्किएको सत्किएको केही छैन चाइनिज गाडी कस्तो स्ट्यान्डर्ड छ पानी मात्र बिग्रेको भित्र न पानी मात्र बिग्रेको भन्सार काले यहाँ भन्सार यो तातो पानी सबैभन्दा अगाडि डुब्छ पानी कटुकिने है डुब्ने भएर नि खोलामा होला भनेको त बाथटब जस्तो पो रहेछ साँच्चै तातो पानी नै हो त यो ज्याकिजी नेचुरल ज्याकिजीमा छौँ है हामीहरू चाहिँ ड्याडी चाहिँ त्यहाँ हुनुहुन्छ यति तातो हो पानी त लास्ट चाहिँ तातो हो Hello guys, we are in natural jacuzzi. Natural jacuzzi. Hot tub. जानुपर्छ है कस्तो गन आयो भाइ सुरुमा कुकुर आयो त्यसपछि मान्छे कुकुर आयो अब जानेको रक्सी खाँदै रक्सी के भन्ने फुपू यसलाई रक्सी हो कि छ्याङ्कोले कि के हो दिपेश कस्तो थियो पहिला त पार्ने हुनुहुँदो रहेछ यो चाहिँ गोसाइँकुण्ड बहिनीले ल
भविष्यको उसको बच्चा होटलमा चाहिँ अब यस्तो तास खेल्दै हो गाइजहरु यता हो फुल नयाँ के अरे उनीहरू मास्टर कार्डहरू मेरो सहयोग गर्नु तास खेल्न चाहिँ छोड्नु भएन है जहाँ भए पनि अब हामीहरू हेरौँ के बाबु हुन्छ उसलाई हान्ने गाह्रो छ आइजको सिमसिमे फेरि फोरेला यहाँबाट बतास मैले बोट हाल्नु पर्ने भएको दुईटा फोरेला मेरो 100 रुपियाँ गयो भाइको 150 मा गयो तिम्रो 400 बाँकी छ रे 3 बोट हुन्छ यसले गरेर यहाँबाट जितेको अरे ल मेरो यस्तो बाइक केही आएन है के गर्न सकिन्छ त्यसलाई के गर्न सकिँदैन होला ए बाबा यो डढेको नतान्नु के डढी छ यो फाल्ने यो तान्नु डेढ लाउने त्यो त डढी छ ए के आयो यो त एबिसी अब योले यस्तो गर्ने यस्तो गरेर यस्तरी फ्लेभर छ अब अर्को फ्लेभर हो ल किटी पार्नु ल यसरी नतान्नु डढ्छ अझै गाइजहरु ब्रेकफास्ट खाएर निस्किन लाग्यो ए नुनै राखेन ल है यहाँ पुगेँ उत्तरी जिल्ला त रसो बस सुन्दरी खतरो ठुल्ठुलो गाउँ छ देख्यो खाइदिउँ न त माछा यही खाने हो र माछा रहेछ हुन्छ लोकल माछा ए राम्रो रहेछ माथि हेर्न कुखुरा काटेको भए हुन्थ्यो है बरु नदीको छ हामी माछा कस्तो दामी पौडी खेल्न मन लाग्यो उसलाई त घाकल दिउँ कि त्यहाँ हो ए शहीदहरू होला आज कस्तो थाक्यो तर बिहानबाट खाजा खाएको त्यसपछि केही खाएको छैन हामी साल भएको चिया खाएर निस्किँदै हो अब माथि पूजा गर्नु निस्केको हो यो चाहिँ सुर्खेतको बुलबुल चाल जस्तो बनाएर छ कि यहाँ यहाँको धारा जस्तै रहेछ कति धारा हो अहिले चाहिँ यहाँ माथि चढ्नुपर्छ पुल कता हो खै पुल त्यहाँ पुलमा चढ्नुपर्छ आइस न खाली खुट्टा जाँदैछौँ रक्षा गरुन् फुपूको सुन भेट्योस् झन्डा टाढ्ने रे कसरी झर्ने रे अहिले माथि रहेछ ठाडै रहेछ माथि जाउँ छोरा छोरा जाउँ उम्रियो क्या शान्ति 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 यहाँ चलाउ दुध छोराछोरीले शान्ति भन्ने शान्ति भन्ने यहाँबाट निस्किँदाको पुलदेखि झन्डा टाँगेर खोला देख्न सक्नुहुन्छ खोला नालाहरू सबै
एकदमै रमाइलो छ यस्तो फुल हल्लाइदिनु पऱ्यो चर्चेस नै पनि हुन्छ हेर्नु सक्नु त मैले फुल हल्लाउँदैछु ल ल भोक लाग्यो खाना खान जानु लाग्यो भोकले रम्फोले गाडी टिकटकर लास्टै भोक लागिसक्यो अब त त्यहाँ खाना खान जाने नि यहाँबाट गएको कि अहिले यताबाट गएर माथि चढेर त्यहाँबाट हिँडेर फेरि यतादेखि आएको है चाहिँ जानुपर्छ मम्मीले पिट्यो मम्मी खाइ रे मम्मीलाई बोलाइदिन्छु है ल ल मम्मीलाई बोलाइदिन्छु रोह तिम्रो मम्मीलाई बोलाइदिन्छु ल ल मम्मीलाई बोलाउ रे अर्को नि रहेछ कति धेरै मम्मी ब्लग बनाउनु बिर्सेछु मासु आलुतामा ल्याए आलुतामा मासु सब मिठो भयो है जाम आलुतामा सब मिठो भयो मासु माछा खोलाको माछा एमी अब हामीहरू दादाईको घर जान आँटेको खाना खानु पहाड चढ्नुपर्छ हामी 4 जना जान आँटेको अनि त्यसपछि खाना खाएर फेरि फर्किनु भोलि अपोइन्टमेन्ट छ म जाने पिकनिक छ अब सो छिटो गरिरहेछ हतार भइरहेछ काम बिचो खाला तानेन झन् आउँछु भएको बिदो कुन्थ्यो मैले भन्थेँ नि सानो ढोकली बिदो कस्तो लाग्यो तान्छ यति मजाले भन्छ दिपेश ठाडै Breakfast time. कति ढिलो आएको होला म चाहिँ खाना लाग्यो बजे चाहिँ कहाँ बजे के गरेर खानुभयो खाँदै हुनुहुन्छ खाइहालौँ आज मोमो पाथी तान न बाबु गाइस गुड मर्निङ अब हिजो यस्तो बिजी भयो कपाल हेयर कट गरेँ हल्का सपिङ गरेँ हेयर त मैले छुट्टै बनाइदिएँ एकदम पातल भयो अनि आज मेरो बर्थडे खास गरी मेरो फ्लाइट आजकै थियो मैले क्यान्सल गरेर भोलिको बनाएँ सुनाउनु पर्यो नि आई पेड 40K होइन एक दिन पछाडि गरेर फ्यामिलीसँग बर्थडे बनाएर जाऊँ भनेर किनकि अहिलेसम्म सम्झिने उल्टे सुत्नु पनि पाएन हिजो 3 बजीसम्म खेलेको आहा पोलिरहेछ अब आज कतिखेर कोसँग भेट्ने हो 1000 रुपैयाँ हार्दिस हैन
मैले एउटा गेम खाइन राम्स मैले आफ्नै पैसा हालेको ल बेबी त्यही भएर मैले हालिदिएको ल यस्तो क्यामेरा अन भएपछि मान्छेले क्रोकोडाइलले रङ फेरे यस्तो गिरगिट के क्रिकेट यस्तो रङ फेर्दो रहेछन् रङ मैले यस्तो युट्युब बनाउँदै गर्छु कि ए आउनु मजा लाग्यो आउनु व्हाट्स अप ग्याङ यो कुन ग्याङ रे यो चाहिँ सुर्खेत ग्याङ सुर्खेतमा सबभन्दा डरलाग्दो ग्याङ कुन हो Thank you everybody. Thank you. ल ल म चेयर्स हानौँ न त खै यो ब्याम्बू कस्तो छ रेडी टु गो गाइस हिजो बर्थडे मनायो अब जाँदै हो अब यसो निस्किँदै हो यहाँ बहिनी साथी बेस बजाई यता 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 बाई हेर्नु न कति कुहिरो लाग्यो बाहिर Bye.